राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी गाउँपालिका समिति चिङ्गारको आज आयोजना गरेको यो कार्यक्रम मिति 2083 साल साउन 27 गते हुन गइरहेको अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हुन गइरहेको कार्यक्रममा आफ्नो भनाइ राख्न म उपस्थित भएको छु। आदरणीय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि, मेरा प्रतिस्पर्धी साथीहरू, प्रतिस्पर्धी र अप्रतिस्पर्धी साथीहरू र हातमा ल्याएको तराजु लिएर बस्नुभएका निर्णायक मण्डलहरू, स्वीकार्नुहोस् म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघानी चिङ्गार 3 की सहभागी कक्षा 10 की छात्रा कमला जोशीको तर्फबाट न्यानो माया तथा अभिवादन। सुशासन विकास र समृद्ध चिङ्गारका लागि युवाको भूमिका भन्ने शीर्षकमा रहेको यो वक्तव्य कला कार्यक्रममा मैले आफ्नो भनाइ राख्न पाएकोमा आफैलाई भाग्यशाली ठानेकी छु। सर्वप्रथम त पहिले सुरुमा मैले एउटा प्रश्न सोध्न चाहन्छु, हामीले चाहेको चिङ्गार कस्तो हो त? हामीले चाहेको चिङ्गार हामीले 2 छाक खाना र 1 सर लुगा लगाउनका लागि हाम्रो युवाले भइदिनु पर्ने हो कि हामीले आफ्नो घरको आर्थिक अवस्था सुधार गर्नका लागि युवाले भइदिनु पर्ने हो? अवश्य होइन। हामीले चाहेको चिङ्गार अवश्य यस्तो होइन। सुशासन भनेको कुशल शासन मात्र, कुशल र असल शासन मात्र होइन। सुशासन भनेको समृद्ध समाज बनाउन, समृद्ध चिङ्गार बनाउन र राम्रो शासन र नागरिकका लागि बनेको एक असल शासन हो। यस शासनले हाम्रो विद्यार्थीको, हाम्रो नागरिकको मनोकामना र हामीले चाहेको आशा बदल्न सक्छ। त्यसैले सुशासन देशको एक असल शासन हो र रह्यो कुरा अब विकासको। विकास भनेको यस्तो, विकासमा खानेपानी, शिक्षा, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, पुल आदि निर्माण गर्नु विकासका पूर्वाधारहरू हुन्। यी निर्माण गर्न नेपालमा युवाले आफ्नो भूमिका निर्माण गर्नुपर्छ। नेपालमा सङ्घ, प्रदेश, स्थानीय तहदेखि लिएर युवा नै जुट्नुपर्छ। देशको प्राइम मिनिस्टर युवा भए तापनि हाम्रो चिङ्गारमा युवाहरू अवश्य धेरै अघि बढ्नु भएको छैन। हामीले देखिरहेका नै छौँ। र रह्यो कुरा समृद्धिको, समृद्धि भनेको पैसा मात्र होइन। समृद्ध समाज बनाउन असल स्वास्थ्य, स्वच्छ शिक्षा, स्वच्छ वातावरण र स्वच्छ स्वास्थ्य पनि पर्दछ। समृद्ध चिङ्गार बनाउन युवाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। युवा मिलेर समाज बन्छ, समाज मिलेर हाम्रो गाउँ बन्छ, गाउँ मिलेर हाम्रो चिङ्गार बन्छ र चिङ्गार मिलेर देश बनेको छ। र रह्यो कुरा यसको लागि चिङ्गारका युवाहरू कसरी जुट्छन् र चिङ्गारमा रहेको खानेपानीदेखि लिएर स्वच्छ शिक्षा, वातावरण सबै कस्तो छ देखेका छौँ। जीर्ण सम्पदाहरू पुनर्निर्माण भएका छन् र कुनै हुँदै पनि छन् र सडक पनि त्यस्तै जीर्ण अवस्थामा छ। र धार्मिक सांस्कृतिक तथा विविधताले भरिएको हाम्रो चिङ्गार पूर्ण भएको छैन। यति भन्दै युवालाई सिकाउँ, युवालाई अवसर प्रदान गरौँ, युवालाई अगाडि बढाउँ। युवा मिलेर हाम्रो चिङ्गार बनाऊ, किनकि युवा जुटे चिङ्गार बन्छ, युवा जागे चिङ्गार बन्छ। युवा मिलेर चिङ्गार बन्छ। त्यसैले नआउनु साथीहरू, यस सङ्कल्प गरेर हाम्रो चिङ्गार निर्माण गरौँ। समृद्ध चिङ्गार,
तयार भए हाम्रो संस्कार भन्दै यस मैले मेरो भनाइ दुई भनाइ टुक्रे। धन्यवाद। जय नेपाल।